पानी हेर्नु त धारो यसरी धारोको रूपमा चाहिँ यसरी यत्रो यत्रो पानी जम्मा भएको। आज मैले एउटा बाख्राको उपचार गर्ने क्रममा हजुरहरूलाई देखाउँदैछु। हाम्रो एउटा यो बयर बाख्राको विशेषता नै हो घाँटीको चाहिँ उमा चाहिँ डल्ला डल्ली आउने यस्तो समस्या हुन्छ र यसको पनि हाम्रो बाख्राको पनि यो तलपट्टि कानको तलपट्टि एउटा चाहिँ डल्लो आएको छ र यो डल्लो एकदमै ठुलो भएको छ र यसको उपचार गर्नलाई एउटा कुरा त पहिला कुरा त यो पाक्न पर्यो। पाकेपछि मात्रै यसलाई चाहिँ चिर्नुपर्छ। पाकेपछि चिरेपछि र यो एकदमै छिटो रूपमा निको हुन्छ र चिरिसकेपछि यसलाई चाहिँ हाम्रो अब यो दुध दिने बच्चासितको छ, त्यही भएर एन्टिबायोटिक आवश्यक अनुसार मात्रै एन्टिबायोटिक चलाउँछौँ र पनि पेन किलर मात्रै औषधि हामीले दिन्छौँ र हामीले यसरी चाहिँ यसको उपचार गर्छौँ। यो यसरी एउटा सर्जिकल ब्लेड लिएर आएर हो यसरी बिचमा चाहिँ हो यहाँबाट चाहिँ ब्लेड हालिदिएपछि यसरी पानी हेर्नु त धारो यसरी धारोको रूपमा चाहिँ यसरी यत्रो यत्रो पानी जम्मा भएको रहेछ। यत्रो पानी जम्मा भएको छ। यसलाई चाहिँ प्लस गरेर यसरी काटेपछि हामीले चाहिँ त्यो बेटाडिन र हामीले यो खालको ल्याएका छौँ। यसलाई चाहिँ हामीले एउटा बनाएर रोल बनाएर यो चाहिँ सुक्लो हालिदिन्थ्यो यहाँभित्र। 2-3 दिनसम्म ड्रेसिङ गरियो भने यो घाउ पूर्ण रूपमा निको भएर जान्छ। यसरी चाहिँ उपचार गर्न सक्नुहुन्छ है त अरूहरूको पनि। यस्तो खालको भयो भने यसलाई यसरी यत्रो खालको जम्मा भएको छ पिप हैन। यो चाहिँ यसलाई दुखाइ भयो अलिअलि लाएर पनि गर्न सकिन्छ। हस् त है त, धन्यवाद।